हिजो राति 9 बजे कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटार पुगेर राजीनामा बुझाएका छन्। तर किन? किनकि कुरा साफ छ, निष्पक्ष मन्त्री भएर पार्टीको प्रचार गर्न असम्भव थियो। नैतिकताको त्यही बन्धन तोड्दै उनी अब आरएसपीको खुल्ला राजनीतिमा होमिएका छन्। कुलमानले अब आरएसपीको वरिष्ठ उपाध्यक्ष सिनियर भाइस प्रेसिडेन्टको जिम्मेवारी सम्हाल्नेछन् र उनले आफ्नो उम्मेदवारीको लागि काठमाडौँ क्षेत्र नम्बर 3 रोजेका छन्। उता प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा स्वीकृत गर्दै कुलमानको कामको उच्च प्रशंसा गरेकी छिन्। यो कठिन अन्तरिम कालमा विशेष गरी विपद व्यवस्थापन र विकासका व्यथिति विरुद्ध उनले लिएका कडा एक्सनका लागि प्रधानमन्त्रीले विशेष धन्यवाद दिइन्। सरकारलाई राजनीति मुक्त राख्न प्रधानमन्त्रीले अन्य मन्त्रीहरूलाई पनि अल्टिमेटम दिएकी छिन्। मन्त्री बब्लु गुप्ता र जगदीश खरेलले पनि तत्काल पद त्याग्नुपर्ने स्पष्ट निर्देशन जारी भएको छ। यस्तै जानकारीको लागि हामीलाई फलो गर्नुहोस्।